नेपालमा जसको सरकार बने पनि जबसम्म हामी किसान र मजदुरहरूलाई हैन समेटेर प्राथमिकता दिएर काम गर्न सक्दैन भने कुनै पनि सरकार चाहिँ सफल हुन सक्दैन। किन भन्दा जब देशलाई उत्पादन गर्ने खाद्य उत्पादन गर्ने लगायत अरू सबै उत्पादन गर्ने भनेको नै किसानले हो। जब किसानले उत्पादन गरेको सामानहरू चाहिँ बजार व्यवस्थापन पाउँदैन भने बजार पाउँदैन भने त्यो किसानले आफ्नो गुजारा कसरी टार्छ त हो। त्यो कारणले गर्दाखेरि किसानलाई गुजारा टार्न होस् अथवा किसानको आर्थिक अवस्था सुधार गर्न होस् त्यसैले किसानलाई चाहिँ एकदम प्राथमिकता दिनुपर्छ। र किनकि आफ्नै स्वदेशको उत्पादन भनेको अर्गानिक उत्पादन हुन्छ। अर्गानिक उत्पादनले गर्दाखेरि जनताहरूलाई कुनै पनि रोग लाग्दैन। किनकि अर्गानिक भनेको अर्गानिक नै हुन्छ र अर्गानिकमा भनेको कुनै पनि विषादी हालेको हुँदैन। विषादी नहालेको तरकारी उत्पादन गरिन्छ हैन। त्यो कारणले गर्दाखेरि सम्पूर्ण देश र जनताको नै हित हुनेछ के। किनकि अब किसानले उत्पादन गरेको भनेको अब देशमा मात्र नभएर अन्य ठाउँमा पनि जाँदाखेरि मेड इन नेपाल भनेर हैन लेखेको देख्दाखेरि मन नै अलिकति हौसला आउँछ नि त हो। त्यो कारणले गर्दाखेरि म चाहिँ के भन्छु भन्दा जबसम्म यो देशको सरकारले किसान र मजदुरलाई हौसला दिँदैन हैन तबसम्म देशमा चाहिँ यस्तै नै केही पनि अगाडि बढ्न सक्दैन भन्ने मेरो विचारमा चाहिँ लाग्छ है। र अर्को कुरा मजदुरलाई पनि एकदम प्राथमिकता दिनुपर्छ हैन। किनकि अहिलेको समयमा धेरै जसो मजदुरहरू चाहिँ बिहान कमाएर बेलुका खाने हुन्छ हैन। त्यस्तो व्यक्तिहरूलाई चाहिँ सरकारले पनि एकदम ध्यान दिएर उनीहरूको पनि समस्यालाई समाधान गरिदिनुपर्छ हैन। मेरो भनाइ चाहिँ यही हो हैन। तपाईहरुको विचारमा चाहिँ के कस्तो लाग्छ हैन कमेन्ट गर्नु होला है। र मेरो मनमा लागेको कुरा चाहिँ यही हो हैन। किनकि किसानले नै उत्पादन गरेर नै हो हैन। यदि किसानले उत्पादन गर्दैन भने हैन देशमा यो भोकमरी चल्नेछ। भोकमरी याद राख्नु होला हैन। भोकमरी चलेर र विदेशबाट आएको त्यो सबै त्यो हो हैन विष हालेको हुन्छ सबै ठाउँमा। अब कति है अब कति वर्ष भइसक्यो हुन्छ प्याकिङ गरेर राखेको हैन हो। त्यही कारणले गर्दाखेरि म चाहिँ भन्छु अब बन्ने नयाँ सरकारले किसानलाई प्राथमिकता दिएर अगाडि बढ्नु होला। जय नेपाल, जय देश, जय युवा।